इन्टरचेन्जको क्वेसन नम्बर 2 छ। भनिरहेछ कि एउटा रोज रेस्टुरेन्टको जसमा जोन बायाँबाट लेफ्टबाट 16 छ र जोनसन जो चाहिँ राइटबाट 8 छ। पोजिसन एक्सचेन्ज गरेपछि जोन बायाँबाट कति 33 भयो भने तिनीहरूको बिचमा जोन र जोनसनको बिचमा कतिवटा स्टुडेन्ट रहेछ। यार यो लेफ्ट यो राइट ठिक छ। यहाँ जोन छ, यहाँबाट जोनसन कतिमा जोन हो 16 पोजिसनमा, जोनसन कति हो 8 ठिक छ। पोजिसन एक्सचेन्ज गर्छ भनेको यहाँ जोनसन आयो र यो जोन आयो। अब जोन बायाँबाट कति छ 33 हो। यसको भनिरहेछ कि यो दुवैको बिचमा भनेको दुवैको बिचमा कति स्टुडेन्ट हो। हेर यसमा जोनको दुवैबाट मतलब एकै साइडबाट पोजिसन दिएको छ, एकचोटि लेफ्टबाट एकचोटि केबाट मतलब लेफ्टैबाट एक्सचेन्ज भएपछि 33 छ। त यो दुवैको के अरे ग्याप निकाल्दियो। ग्याप निकाल्छ भने कति हुन्छ 33 माइनस 16 कति आउँछ 17 भनेको जोन सहित यसको बिचमा 17 जना छ जोन सहित, तर जोनलाई हटाउँदा कति हुन्छ 16 जना भनेको एउटा जोनलाई मिलाएर काउन्ट गर्दा कति हुन्छ 17 जना, तर जोनलाई हटाएपछि भनेको तिनीहरूको बिचमा काउन्ट गर्दा कति जना हुन्छ 16। एक घटाइदिनु सिधा क्वेसनमा हेर्नु कुनै मतलब दिएकै हुन्छ के एउटा मान्छेको त्यो के भन्छ पोजिसन एउटै साइडबाट दिएको हुन्छ, त्यो दुवैको ग्याप निकाल्नु। जति ग्याप आउँछ त्यसबाट बिचको यदि बिचको निकाल्नु पर्ने हुन्छ भने 1 घटाइदिनु, त्यही आन्सर हुन्छ भनेको आन्सर आउने हुन्छ।